बिपी कोइराला बन्दी भएर बस्नुभएको कोठा यो देखिरहेछ। 2007 सालको गृहमन्त्री बिपी कोइराला र यो कथन जनगणना शपथ ग्रहण गर्दै गरेको यो फोटो देखिन्छ। यहाँ बिपी कोइराला, गणेशमान सिंह, त्यसपछि गिरिशत कोइराला, बिपी कोइरालाको शवयात्रा गराउनु हुँदै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणको क्रम तस्बिर आएको छ भने 2007 सालमा यहाँ चाहिँ गणेशमान सिंहले प्रयोग गर्नुभएको कोठामा चाहिँ अहिले ताला लगाइएको रहेछ। यहाँ बिपी कोइराला र धर्मपत्री सुशीलाको तस्बिर यहाँ राखिएको छ।